बाउ तिमीलाई कहिले यस्तो भएको थियो? हामी गरिबहरूको जिन्दगी यस्तै त हुन लाग्छ। तिम्रो अनुहारमा त कहिले खुसी देखिन त बाउ। के तिमी सधैँ यस्तै हो र? होइन नि केटो, पहिला म पनि तँ जस्तै चुलबुले ह्याप्पी थिएँ नि। अनि के हुनु, बाले सानै उमेरमा बिहे गरिदिए, बुढी नै छाडेर गइहाली। त्यस पछाडि तँलाई हुर्काउन चारतिर काम गर्न जान्थे। गाह्रो छ हौ केटो, गाह्रो छ। अनि बाजे बजे थिएनन्? थिए नि, त सानै छँदाखेरि भगवानको प्यारो हुनुभयो। त्यही भएर त तँलाई हुर्काउन साह्रै गाह्रो पर्यो नि। अब धेरै निराशा नहो बाउ, अब त म हुर्किसकेँ। हुर्किन त हुर्किस् नि, तर अब कमाएर ल्याउनलाई तँसँग केही सिप छैन। अब सिकाउला नि त बा। काका, जिम्माल बालले यो चिठी पठाउनु भएको थियो। किन पठाए त? किन रिसाउनु भयो काका? ए हजुरको त अनुहार यस्तै पो त है। चुप लाग। ओए, के भनेर पठाउनु भयो जिमल साहबले चिठी? खोइ खोलेर पढ्नु न, मलाई त बखडेलाई दे भनेर दिनुभएको थियो। तँ त माझ दाइको छोरो होइन? हो। अनि सर गएको त्यस्तो पढ्न कहिले आइस गाउँ? 2-4 दिन भयो। पढ त, के भनेर लेख्नु भएको छ जिमल साहबले चिठीमा? म केही समयको लागि सहर गएको छु। म फर्किँदा माछा मारेर हुन्छ कि के गरेर हुन्छ, पैसा तयार पारेर राख्नु र यही खबर बोजेलीसम्म पुर्याइदिनु। के चाहिँ गर्ने होला? तेरो बाउ चाहिँ कता गयो नि? जिम्माल बासँगै सहर जानु भएको छ। ल ल काका, लागे म त। ल ल केटो ल। बाउ कसरी तिर्ने हो पैसा? माछाको त अनुहार नै देखिँदैन यो खोलामा। अब केही सोच्नु पर्ला केटा। अन्त कतैबाट ऋण खोजेर भए पनि तिर्नु पर्ला। अब यो सधैँको किचकिच सुनेर बस्न सकिन्न जिम्मलको, वाक्क लागिसक्यो। म केही गरौँला। के? काफ्ले नि आमैकोमा जान्छु म, पत्याइ पो हाल्छु नि। पत्याउँदिन, जब 2टा बाख्रा पालेर बसेछ पैसा फिर्ता गरिनस् भने बाख्रा दिन्छु नि आमै, भाइ पनि विदेश गएको छ। कति पैसा चाहिएको हो? कहिलेसम्म दिन्छस्? 2 महिनाको लागि हो आमै, 19,000 रुपियाँ। राम 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 राम, त्यत्रो पैसा केम चाहियो? जिम्मलले बसी खानै दिएन नि आमा, उसैलाई ऋण तिर्नको लागि। यो गाउँमा कतिले चाहिँ खाएर छन् जिमलको ऋण पनि? धेरैको छ आमै। ल ल मिलाएर दिउँला, पर्सितिर आइजा। हस् हस्। 2 महिना नाग्यो भने चाहिँ तँलाई नाग्छु नि। हस् हस् आमै, लाग्छु म। शिला, ए छोरी। हजुर आमा। यो भाँडा लगेर भित्र राख्नु। हुन्छ। नमस्कार है आमै। के भन्न आइस? काफले नि आमै कडा। नमस्कार गरेकै फर्काइनन्। के भयो आमै?
तिमीहरू नमस्कार गर्दै आउनु नै पैसा माग्नु हो। त्यसो नभन्नु न आमै, कसरी थाहा भयो हजुरलाई? तिमीहरूको अनुहार नै माग्नेको जस्तो छ त। के भन्न आइस त? त्यही त हो नि आमै, बिहे गर्दाखेरि जिम्मलसँग ऋण लिएको थिएँ, अहिलेसम्म तिर्नु सकेका छैन। बाउ छोरा छौ, यसो कमाएर तिर न। जिम्मललाई चाहिँ होइन, आमैलाई चाहिँ यसो कमाएर तिरौला। यो त बाउकै पछि पछि लाएर हिँड्नु पर्दो रहेछ। छिपिसक्यो। आमा नमस्कार। नमस्कार। लौ मोरेस। अनि भाउजू हुनुहुन्न घरमा? किन चाहियो नि भाउजू चाहिँ? ए भाउजू नमस्कार। के को नमस्कार भाउजू नि? दाइ चाहिँ यहाँ हुँदा नि रक्सीले ढलेको ढलेको रे, उता दुबईमा नि ढलेको ढले छन् रे। केले? घामले। बखडे सुर्ती खान्छ होला, गएर ल्याइदे। सुर्ती त छैन, भिडियो होला। त्यही भए पनि ल्याइदे। ए आमै, आमै 2500 लिएको ऋण ब्याजले आकाश छोइसक्यो, कसरी तिर्ने होला नि? हुन त दुई भाइ छोरा परदेशमा छन्, पैसा पठाउन छोडे। अब मेरो बिर्दा भत्ता भए पनि दिउँला, पछितिर आइज न त। लौ त लौ आमै, लागे म अहिले। ल ल बाउ छोरा भएर छिटै फिर्काएस्। हुन्छ आमै, हुन्छ। ल लाग्यौँ हामी अहिले। यत्रो घरमा आमै छिन्, देला नि त्यति पैसा त देला। के छ बोजूले? के गर्नु काका, भक्कु बाख्रा हिँडविचार गर्दैछु। बाहिर घाम छ, भित्रतिर हिँड काका। भित्रतिर जाउँ। ल काका बस। अनि हाडे कता गयो त? होइन हाडे त 2 दिन भयो त काका, विदेश गएको। हो र? केही थाहा पत्तै छैन त, कुन देश गयो? अरू त कहाँ जान सक्छ र काका, त्यही खाडीतिर त हो नि। ए ओ खाडीतिरै भए पनि अब काम कम्पनी राम्रो पर्यो भने त राम्रै कमाइ हुन्छ त, होइन र? खोइ काका, भर्खर त पुग्दैछ, के कसो हुन्छ, काममा लाग्ने बाँकी छ। अब त जिम्मलको ऋण चाँडै तिर्ने भयो नि तिमीहरूले त। हाडेले कहिले पठाउने हो काका? अहिलेलाई चाहिँ काफ्लिने आमासँग कुरा गरेछु। त्यहाँ काफ्लिने आमा जिम्मलको ऋण तिर्नलाई? हो र? अनि दिने भयो नि त आमैले? पर्सि लिनु पलाएको छु। पर्सि? हँसाउने र नचाउने त कामर भयो नि, पखडे बजली लाप्चे हारे नामर भयो नि। उस्तै छ चाल, उस्तै छ हाल। डिजिटल 9 कहाँबाट हेर्ने अरे? युट्युबमा।